हामी चाहिँ अहिले टक्कसँगले 8 नम्बरको जङ्गलमा छौँ। करिब बेलुकाको ठ्याक्कै 9:30 जति भइरहेछ। अब यहाँ चाहिँ भन्छ मान्छेहरूले हात्तीको डर होइन क्या, झ्याल मारेर कुदिरहेछौँ हामी। अब झ्याल त लाउनै पर्यो नि। यहाँ हात्तीको डर भन्छ, हामी पनि डराउँदै कुद्दैछौँ जङ्गलमा। अगाडि पनि लागेन। अब टक्कसँगले इमर्जेन्सी ठुलो लाइट लाउँदैछौँ। टक्कसँग ठुलो लाइट हामी चाहिँ अब टक्कसँगले स्पिड कुद्दैछौँ। अलिअलि स्लो हुँदैछ, बाटो पनि अप्ठ्यारो कच्ची। यो चाहिँ हाई गर्दैछु, यो डिम हो। अब हाइमै कुद्नु पर्यो नि, अब देखिँदैन अगाडि, भाग्नु पर्ने हुन्छ होइन। यो चाहिँ जङ्गलको पुल हो। जङ्गल फेरि कति लामो है, त्यही त। जङ्गल धेरै लामो रहेछ। गाडीहरू एउटा कुदेको छैन। यहाँ चाहिँ अब जङ्गल भनेको लगभग 10 मिनटको हाल हो यो जङ्गल। करिब 10 मिनट गर्छ। लाइट पनि अब भगी लाइट जोड्ने अब ट्रेनमा पऱ्यो। अब यहाँ चाहिँ चेन गाडी आउन आँट्यो। यो जङ्गलमाथि बाघ, भालु, हात्ती, विशेष चितुवा गरेर धेरै चाहिँ हात्तीको होइन, प्रशस्त पाइन्छ। रास्तामा अलिअलि हिँड्छ अरे भने